अझै एकदम गलत तरिकाले भयो होइन। यस्तो तुसारो लाग्यो है, यस्तो तुसारो लागिरहेको। अनि भन्नुपर्दा आज उठ्नु त मन थिएन र पनि अब आज भ्लग हालिदिउँ न त भनेर होइन उठिदिएको। यस्तो तुसार लागिरहेको। हल्का है, हल्का भन्दा नि धेरै नै बढिसक्यो। अनि अरू के भन्नु त। अनि आजको दिनको सुरुवात चाहिँ यस्तै यस्तै भइरहेछ। अनि अब मुखसुख धुन्छु, ब्रस गर्छु, हल्का यताउता डुल्छु। अनि आएर म तपाईँहरूलाई अपडेट दिन्छु कि हिजोको के भयो त। यो मोबाइलमा हेलमेट माउन्ट लिएर आएर मैले अलिकति ट्रायल पनि दिइसकेँ। अनि त्यस्तै अनि मेरो साथीले नि भ्लग बनाउँदैछ, त्यो साथीलाई नि सपोर्ट गरिदिनु होला, त्यही भन्न चाहन्छु। सो म अहिले भेट्छु है। बारे भनेको चाहिँ यहाँ छ, जसमा हाम्रो घर मतलब मेरो घरमा नभएर दिदीको घर, नयाँ घर बनिँदै गरेको घरमा आएर बनाइरहेको छु भिडियो। किनभने त्यहाँ हल्का प्रब्लम छ, फोहोरको प्रब्लम है, त्यस्तै छ। अनि यता मैले भन्नु खोजेको यही हो, यो हेलमेट चाहिँ एकदम सानो छ होइन। सानो भयो, सानो मतलब हल्का धेरै वर्ष भयो नि त लगाएको। अनि लगाएर यो अलिक ठुलो भइसक्यो क्या, अडिँदैन यहाँ। त्यही भएर यसलाई चाहिँ के भन्नु, यसरी यस्तो हुन्छ क्या, फोन भारी छ नि त। अनि त्यही भएर हल्का गर्नुपर्ने हुन्छ। कस्तो देखेको छ त मलाई, हल्का चिप लाउनु हुन्छ। अनि अब म भिडियो कहिले बनाउनु भन्दा फेरि हेर्न पर्दा फरुवाको इन्तजाम भएन, बेलचाको इन्तजाम भयो। यो मिलाएको गर्नुपर्छ र फरुवाले मिल्दैन भनेर के अर्को फरुवा बोक्नु भने अब छैन फरुवै। बुढो फरुवा यहीँ छ। अनि अब स्टार्ट परेन। अघि स्टार्ट गरेकोले स्टार्ट भयो कि नभए त हुँदैन थियो।
भएको होला त्यसो भए उठ्नै मन छैन म माटो लिनु माथि शुक्रबारे अनि यहाँ आउँछ ए साथीलाई लिनु कता त्यसो त जान्दैन तान्दैन स्कुटीमा पेट्रोल पनि अलिक कम्ती छ कि साइकलमा चलिन्थ्यो पहिला अहिले चाहिँ एकदम गाउँघर हेर्दै जानुपर्ने हुन्छ एक साइडबाट त्यस्तो के भएर के नमिलेको यसमा हाम्रो शुक्रबारेको के भन्छ जङ्गल शुक्रबारे जङ्गल है अब रोड छेउमा पनि छ माटो दिने ठाउँ त्यसपछि रोड उता पनि छ माटो दिने ठाउँ तर कता जान्छ अब यहाँ त डाइरेक्ट हुन्छ होइन अरूको भने नि के भन्छ होला बिजोग हुन्छ होला होइन तर यताबाट छोरा त देख्दैन त यार घुमायो घुमाएपछि यहाँ त फोहोर फाल्ने ठाउँ यस्तो ल म बिचमा हिँडिरहेको छु त्यही भएर क्या केही गर्नु सक्दैन क्या यो फोनमा अब सानो फोन चाहियो मलाई टिकटिकै फोनमा बनायो टिकटिकै फोन त गर्दैन त सेट भइरहेछ बेलुकाले झाडो चाहिँ कम्पिरहेको छ मान्छे यता बिच रोडमा हिँडिरहेको म के भएको ए त बिचमा हिँड्ने भनेर पिप बजाइदिइहाल्यो मलाई राइट गर्नु राइट दायाँ बाटो चाहिँ मजाले नै आएको मजाले आउनु डर एकदम डरी छ तर माटो छैन त्यो चाहिँ
सबैले पक्की घर बनाउँछ ए ए यहाँ हो र निराली छ अनि कस्तो भयो लुक्स हामी मैले चाहिँ कपाल काटिदिएको होइन यता साइडको मुलेट भन्छ होला मुलेटै हानिदिएको म चाहिँ है कस्तो के देखिरहेको छ मलाई भन्नु हुस्से लागेको थियो बिहान बिहान अहिले चाहिँ चर्को घाम लागिरहेछ भन्दा पनि ठिकै हो यतिको न्यानो भइरहेछ ए यस्तै हो अनि आजको भ्लग कसरी एन्ड गरिदिउँ त दिनको भ्लग भनेर यस्तो सोचेँ याद आयो कि मलाई बाइकले यस्तो दुःख दिन्छ भनेर भन्न सकिन्न कतिखेर के दुःख दिन्छ भनेर सामान पनि ल्याइदिनु पर्ने हुन्छ त्यस्तै चलिरहेको छ है यस्तो छ है हाम्रो होलिया चाहिँ यस्तो छ है अनि होलिया धेर बोल्दिनँ अन्त्यमा बोलाउँला होइन त्यस्तै भयो बजार चाहिँ डेन्जरै लागेको यहाँको बजार घुमाए मात्रै भयो आजको भ्लग चाहिँ यहीँसम्म है आज यहीँसम्म टुङ्गाइदिउँ है अब भयो पछाडिबाट बत्तिर आइरहेको जस्तो लाग्दैछ मलाई साइड हामीलाई लेफ्ट जानुपर्ने हुन्छ के गर्नु अब उताबाट गाडीहरू आएको आएछ मिल्दैन यस्तो टर्निङमा काट्नु मिल्दैन यस्तो बच्चाहरू साइड रोड काटेको कि त कुदेको खानै हुँदैन हामीलाई
चाहिँ एउटा जिन्दगी हो होइन, आफ्नो ज्यानको हल्का ख्याल राख्नुपर्ने हुन्छ। अब यस्तो खालीमा चाहिँ हल्का बुझाइदिनु पर्ने हुन्छ होइन। आफ्नो ज्यानलाई खेर फाल्नुभन्दा हल्का हिँड्नु ठिक थियो। हाम्रो बाटोहरू अब यस्तै छ हौ, आधी बाटो बिग्रिएको छ, आधी बाटो सप्रेको छ होइन। यहाँदेखि चटमिटर रोड आयो होइन, तर हाम्रो घर अगाडिको बाटो चाहिँ एकदम रोड चिल्लै छ है, यस्तै राख्नु पर्दैन, चिल्लै हुन्छ। आजलाई यति नै है केटा हो, अब बिस्तारो भ्लग आउँछ यस्तै यस्तै, सपोर्ट चाहिँ गरिराखौँ है, भ्लगहरू बिस्तारै आउँछ। आजको लागि यति भन्दै एन्ड गर्छु मेरो भ्लग है। हेरिदिनु भएकोमा धन्यवाद भन्न चाहन्छु।